मैले चाहिँ आज न्यू भ्लग ल्याउँदैछु होइन गाइस। मम चाहिँ लुगा सुकाएर ल्याइदिनु भएछ। यता छ लुगा चाहिँ हेर्नु त पर बसिरहेको छ। मम चाहिँ उता आउँदै हुनुहुन्छ यता हेर्नु त ढोका बन्द गर्दै हुनुहुन्छ। उता बस्दै हुनुहुन्छ भने हिजो भक्कले कस्तो भला कस्तो भएन हेर्दै जानुहुन्न कस्तो भयो होइन गाइस। कस्तो भयो राम्रै भयो भने लाइक सब्सक्राइब गरिदिनु, राम्रो टु भएन भने कमेन्ट मात्रै गरिदिनु है गाइस। अनि म चाहिँ प्यार प्यार बेन्साइसम्म आइसकेँ तपाईँहरूको न्यू ब्लग हो है। फेरि घाम चाहिँ आमा गोर्दैछ यता हेर्दा नि अलिक गोर्यो हेरेको चाहिँ काली देख्छु भने यता हेर्यो बढ्ने इच्छा चाहिँ म उता पछाडि हुनु त आज गए त्यस्तो गर्दै हुनुहुन्छ। आमा हो रोटी त कत्रो त कुर्दा कुर्दा भयो अझै पनि आएन माया हुने बस अझै पनि माया हुने बस। ल बसेर बुझा भयो त गाइस कहाँ हो फेरि कस्तो नबजेको भन्छ मलाई बाँसुरीले ए मुराली रुया रुवायो तिम्रै काखमा सुतेकी छु म रुवायो भन्दैमा तिम्रै काखमा सुतेको छु म। कपाल गर्नु पर्यो गाइस घन्टा कुर्दा कुर्दा यो गीत नि भाइरल भइरहेको छ नि गाइस। के लाइक सब्सक्राइब गर्नु रमाइलो भनेको सही भएको छ नि भाइ त्यो चाहिँ म कति हुन्छ तपाईँहरूलाई। नानी उठेकै जर्छ भने गाइस हुन्छ नि त यो म चाहिँ अघि भर्खर के अरे खाजा खाइरहेको उता पसलमा ती भएर के गाइस मामी हेर्नु न मामी लुगा पट्टाउँदै हुनु कपडा ब्लग छ त गाइस है भने। अनि आजको चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ भनेर म कति भ्लग दिन्छु त्यतिसम्म हेर्नु होला है त। सानो नानी ए ठुलो नानी हजुर मम्मी के जाऊ न जाऊ तिमी आज किन जाऊ कस्तो टगु फोर भइरहेको छ जुम्रा हेरिदिएको गाइस उसको यसको स्पेयर हेर्नु अनि यसको इफेक्ट कस्तो राम्रो छ नि नानीको रहेछ हेरिरहेको छ भने गाइस मलाई पनि रहेछ अहिले मलाई चाहिँ टिनिनी गर्ने गर्छ नि मोमो यता हेर्नु त मेरो भ्लगमा हेर्नु त कस्तै
This is my vlog, okay? तिमीले लेख्यो मनको थर ठुङ्ग्यो बारम्बार सातो जन्म अब साथी के झिझा भन्नु त आइसक्यो अनि यसरी अनि अर्को साथी चाहिँ जापान गएर चाहिँ कस्तो हो कि मैले त अनमल पो रहेछ भने त्यो के मैले त बुझिनँ त्यस्तो मेरो नानीको त्यसपट्ट हुन्छ मान्छे मलाई कत्रा रोटी छ के हो यो तलको चाहिँ ए हेर्नु गाई नानीको ड्रेस कस्तो लड्यो भने गाई दिनु पर्यो बिग्रिहाल्यो म अब दुःख गर्नुहुन्छ होला म पढाइदिन्छु पठाइदिएर आइसकेपछि त ट्र्याक किनिदिउँ न भने कति ढिलो आएको ड्रेस चाहिँ त्यही भएर किनिदिएन त्यही भएर हामीले स्कुलमा बाहिरै किनेको हो टाइम मार्कसको मेसेज प्ल्याङ्ग गरेर छ त हो अनि क्या गाइस म यो त लुकी कुरा हुन्छ है मेरो साथीको चाहिँ बिलाउँदैछ फोटो जान्छ बुझ्नु भयो त गाइस मैले के भनेको बुझ्नु भयो भने लाइक मार्क्स गर्छु अन्त डरास खोल्दै हुनुहुन्छ आफ्नो ब्याग लिनु हुने आज त अहिले नि अनि म चाहिँ सुतिसकेँ अनि भाउजू कि अब एकछिन बाहिर जान्छु गाइस बाहिर होइन गाइस यहीँतिर डुलिरहेको छ यार अहिले मोबाइल काम छैन अनि मैले त होइन त्यो भिडियो गरेर कस्तो हुनुहुन्छ मम्मी चाहिँ अब म आजको यति नै मम्मी गरममा सुतिनुपर्छ मम्मीको त भ्लग बनिरहेको छु मैले बाई भोलि गरौँ ल भ्लग